हामीले चाहिँ आज गाइस मासु र सागलाई चाहिँ एकै ठाउँमा पकाउने विचार गरेर त्यसलाई मासु भुटिसकेपछि साग हालेर मरमसलाहरू सबै हाल्यौँ। अनि एकछिनपछिको लुक चाहिँ यस्तो थियो मासुको। त्यसलाई टमाटरहरू सबै हालेर मसलाहरू हालिसकेपछि हामीले त्यसलाई खानाको लागि रेडी बनाएर खाना खाने सुरु गऱ्यौँ। गाइस मिठो छ एम्मी एम्मी भनिदेऊ न साह्रो सुन्नुमा छ यति कुरा चाहिँ अनुभव भयो कि क्यामेरामा देखाउनलाई स्वाद खासै अनुभव गर्न पाउँदैन रहेछन्। यतिकै मुखले मात्रै के गरिरहेछन् उनीहरू बानी भइसक्यो। कालो भिडियो खाएको भिडियो हाल्यो भने किन राम्रो गर्नु है। फिनिस भयो गाइस भात साग र मासु मिक्स तर मिठो थियो। मिठो भयो गाइस एकदमै मिठो थियो खाना।